Hello guys, welcome to my new vlog, new day. गर्दै म आइसकेछु पौनी गाउँमा म ठाउँ हो यो टक्क परेर आज हामी दुईजना चाहिँ यहाँ छौँ टक्क परेर सामान लिन आएको दिदी घर पौनी भन्दा कहाँ छ भन्नाले बुटोल मणिग्राम भन्दा यता छ यो गाइस यो ठाउँ चाहिँ अलि भाइरल छ गरे गाइस त्यही भएर यस्तो भिडियो बनाइदिउँ भनेर छोटो मिठो बनाउँछु टक्क परेको त्यहाँ हेर्नुस् त्रिशुल कत्रो ठुलो छ दामी ठाउँ छ दामी ठाउँ फोटो खिच्न दामी छ पछाडि ब्याकग्राउन्ड हेर्नु म यहाँ पहिला नि आएको थिएँ अहिले पनि आएँ अहिले चाहिँ म दुईचोटि आइसकेँ यहाँ त्यही भएर गाइस त्यहाँ गणेश शङ्कर भगवानको मूर्ति छ टक्क पानी सुकेको छ होइन टक्क दुईजना अगाडि त्रिशुल कत्रो ठुलो छ पुरा फ्राकिलो ठाउँ छ यो चाहिँ अनाथ आश्रम गरे कसैलाई कोही एक्लै छ भने यहाँ आएर भर्ना हान्ने हुन्छ यत्रो ठुलो स्कुल छ यहीँ पढ्न सिकाउँछन् कपडा सुत्छन् टक्क परेर तपाईँहरूले माया चाहिँ देखाउनु भएको छैन के गाइज छिटोभन्दा छिटो सब्सक्राइब हानिदिनु पऱ्यो फाइनल्ली 100 चाहिँ सब्सक्राइब कम्प्लिटेड भयो छिटोभन्दा छिटो 1K पुगार्नु पऱ्यो सपोर्ट हानिदिनु पऱ्यो सब्सक्राइब नभुलिकन हानिदिनु गाइज टक्क परेर म चाहिँ यस्तो हालतमा छु बाइक त्यहाँ छ जहिले ड्राइभर बनेर आइन्छ अनि भिडियो बनाउनै पाउन्न गाइज बाइकबाट झर्ने अनि बल्ल भिडियो बनाउने यस्तै हो हेर्नुहोस् गाइस मूर्ति कत्रो दामी छ माछा पनि छैन पोखरीमा टक्क परेर माछा भएको भए म देखाइदिन्छु सिनेमेटिक सर्ट हानेर माछाको अब हिजो चाहिँ नुहाइयो मजा आयो अनि हिजो चाहिँ साथीको मोबाइलबाट भ्लग चाहिँ गराएँ गाइस फाइनल्ली अब आज फेरि कम ब्याक आफ्नै मोबाइलमा परियो आजकल मोबाइल भिडियो बनाउने कस्तो लाग्छ कि फाइनल्ली गाइस यार क्वालिटी आउन त्यही नि बनाउँछु होइन क्वालिटी केही होइन मान्छेमा आँट हुनुपर्छ आँट बोल्नलाई फाइनल्ली त्यही भन्दै चाहिँ अब मेरो छोटो मिठो भ्लग चाहिँ सकिसक्यो अब आजको भ्लग जे भयो नि डेली भ्लग हाल्न त कोसिस गरिरहेको आजको भ्लग चाहिँ यति नै रह्यो हामी दुईजना आछौँ टक्क परेर अब यहाँ मच्छर धमुवा भनेर ठाउँ छ यहाँ पूजाहरू हुन्छ त्यो सब देखाइसकेँ अब के हो गाइस सपोर्ट सब्सक्राइब हानिदिनु पऱ्यो सेयर हानिदिनु पऱ्यो लाइक हानिदिनु पऱ्यो माया देखाउनु भयो यस्तै माया अझै देखाइदिए जानु फाइनल्ली गाइस म दामी भिडियो लिएर आउँदै गर्छु ल गाइस अब बाई बाई फेरि हामी जान लाग्यो फेरि बाइकतर्फ अब उसलाई बाइक चलाउन आउँदैन नत्र म भ्लग बनाउँथेँ हिजोको जस्तो सोचे जस्तो हुँदैन बाइक चलाउनु पऱ्यो ल गाइस बाई बाई फाइनल्ली गाइस तपाईँहरूलाई चाहिँ म अर्ग्यानिक सबभन्दा सबैले आजभोलि खाने चिज चाहिँ देखाउन लाग्छु हामी चाहिँ खासमा त्यही लिन आएको छौँ त्यहाँ चाहिँ दिदीले टिप्दैछन् के भन्दा घोगी लिन आएको छौँ त्यही भएर हामी आएको यहाँ पाउने गाइस टक्क गएर म अब देखाउने छु घोगी हेर्दै गर्नुहोस् गाइस फाइनली हामी चाहिँ दुईजना आछौँ लाख चढाएर अगाडि कति धेरै पानीमा कति धेरैजना मान्छे टिपिरहन् घोगी आज भोलि कहाँ पाइन्छ घोगी त्यस्तो यहाँ पोखरीमा पाइन्छ गाइस किन आउनु आउनु घर यही हो मैले उता गएर देखाउँछु पोखरी डाइरेक्ट धेरै मान्छे होला लाखा पोखरीमा चाहिँ मिल पनि रहेछ यहाँ त पोखरी ओहो फाइनली कताबाट जाने हो कहाँ त्यस्तो धेरै मान्छे छन् पोखरी त यहाँ 3टा ताल छ उता कति धेरैजना मान्छे छन् उता फाइनली गाइस कसरी हो बिल्ने त्यहाँ पुरै पोखरी भरि मान्छे छन् यहाँ उता कुनासम्म 1 2 3 4 5 6 7 8 9 10 11 12 13जना छन् फाइनली गाइस तपाईँलाई म चाहिँ नुकेर भिडियो देखाइरहेको छु यहाँ त हरियो ठुल्ठुलो माछा उफ्रिरहेको पुलुङ डल्फिन हिजो त्यो नुहाउनु गएको ठाउँमा पाल्पा त भेटेन यहाँ त डुलुम उफ्रिरहेको यार अक्टोबस हो कि क्या हामीलाई त यहाँ चिनिसक्यो दिदीहरूले हाम्रो भाइहरू आयो भनेर उता पनि छ ऊ फाइनली ऊ त्यहाँ बुलुक गरिरहेको
और अगर तुम लोगों को ये वीडियो पसंद आई तो यार लाइक मार दो, और नहीं आई तब भी लाइक मार दो, क्योंकि फर्क नहीं पड़ता, सही बता रहा हूँ, फर्क नहीं पड़ता, बस लाइक मार दो। और अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पर कुछ भी फेंक के मारो, ये माइक फेंक के मारो, ये कैमरा फेंक के मारो, मैंने उल्टा बोल दिया लेकिन मुझे फर्क नहीं पड़ता है, बस सब्सक्राइब करो, मुझे नहीं